यो त रातोमा छिर्ने मैले त कहीँ देखाएको थिएन कति पैसा पऱ्यो हजुर खोजीको 1800 परेको थियो नि अब मैले चाहिँ 1600 बेचेछु 200 रुपियाँ घाटो लाग्यो आफ्नो पैसा नि घाटो लागेन त्यो खसी चोरेर खाने मान्छेको मुख त शौकिलो परेछ लज्जा मैले बेचिहालेँ आफै खानुपर्ने नि जसले खान्छ उसकै मुखमा के पर्छ मलाई के मतलब त्यो खसी हराएको होइन बुझ्यौ त्यो खसी त कसैले चोरेर लिएर गएको हो जसले त्यो खसी चोरेर लिएर गएको हो हे भगवान् परमेश्वरी त्यो कहर ठक्क लाएर भाँचिएर 6 महिनासम्म अस्पतालमा प्लास्टर गरेर बस्नु पर्यो लज्जा मैले शराब दिएँ मैले शराब दिएको त लाग्छ त्यति मात्रै हो र फेरि 6 महिनापछि निको भएर आएपछि चाहिँ अस्पतालकै गेटमा फेरि मोटरसाइकल ल्याएर हान्यो र फेरि त्यही हातले मान्छौ नि दाइ फर्मलेर बस्नु पर्यो लज्जा त ओ त्यसरी शराबेर लाग्ने हो भनेदेखि त 17 सालमा लागू भएको पञ्चायत यसका फोल्डिङ पाइप पनि हाल ल ती बस्छ न ट्र्याक्टरमा अगाडि खानेको ससले शराबै के लाग्यो र अनि त्यति मात्रै हो र त्यो खसी चोर्नेलाई त के त्यहाँ थुचुक्क बसेर सराब र खसी माथि कोसतिर गइरहेको छ कि माथि खोल्दैन एकचोटि आफूलाई कस्तो भइरहेछ खाली कराएको छ